The company that I was working announces the vacancy for drivers and mechanic. If anybody are interested, please apply on the website that is given below. It is competitive wages, pension, excellent benefit. The things are written here, and those are for sure because I can give the proof. So if anybody meet this requirement, please apply on the website given below. है त? And English is just a language, not the knowledge to survive in this world, brother. And language is just a principle of method of communication with the human beings, right? Um, I corrected my mistake. I thought I wrote vacancy because of the rushing, some spelling mistake. The Google typed vacation, so I corrected my mistake. So I don't know your name, who you are. So please correct your comment too. है त? मैले मेरो करेक्सन गरेँ, मैले मिस्टेक गरेको रहेछु होइन, अनि मैले करेक्सन गरेँ अनि हजुरको यो शब्दहरू पनि करेक्सन गरिदिनु होला है। अगाडिको शब्दलाई डेक लेखिदिनुहोस्, त्यसपछि त्यो डेक दाई हुन्छ होइन। अनि अरू नेपालमा हुँदा लुगा सिलाउने भन्नुभएको छ नि, फेसन डिजाइनर भनिदिनुहोस्, साह्रै मिठो हुन्छ है त। मैले सुधार गरेँ अनि मैले मिस्टेक भएको हो होइन, मैले भ्याकेन्सी लेख्दाखेरि भ्याकेसन भएको हो। तर बुझ्नेहरूले बुझ्नुभयो, धेरैजनाले यस्तो हो दाइ भन्नुभएको छ, म स्वीकार छु। तर यहाँ महाशयले चाहिँ मलाई अर्कै उपाधि दिनुभएको छ क्या होइन। लुगा सिलाउनु काम नराम्रो होइन नि ब्रदर, राम्रो तपाईँहरूको लाज ढाक्ने काम गरिदिएको थिएँ मैले नेपालमा हुँदा। बट नाउ आई एम हियर ड्राइभिङ बस, आई एम डुइङ बेटर देन यु ब्रदर, अलराइट। म केही भन्दिनँ। अब यो भिडियोमा तपाईँले कमेन्ट गरिदिनुहोस्, देख्दै फेसन डिजाइनर भनेर है त। सबैजनाको दिन शुभ रहोस्।